चाहिँ एकदम मैले चाहिँ बाइक हिँडिसकेको छु। उहाँलाई पनि त्यो आफू प्र्याक्टिस गरिराखेको जस्तो छ होइन। यस्तै बाइक पनि चलाउन सक्नु होला यार मैले। अरू सबै ठिकै छ गाई। यो चाहिँ मैले राम्रोसँग पर्फेक्टली सिक्ने होला जस्तो लाग्छ होइन। अनि मेरो हात बसिरहेको छैन अफरोडको लागि चाहिँ। अनि धेरै कमी छ अझै ममा सिक्नुपर्ने। अझै सिक्दैछु होइन। अब सिकिसकौँ कहिलेसम्म। मान्छे हो सिकिसकिन्छ एक दिन भन्ने मलाई चाहिँ जहाँसम्म लाग्छ है। अनि यस्तै बाटोमा चाहिँ मलाई एकदमै चलाउन रहर लाग्छ कि। अहिले हाइवेमा अलिअलि हात बसिरहेको छ चलाइरहेको छु। तर पनि यस्तो बाटोमा चाहिँ चलाउन चाहिँ एकदमै मन लाग्छ, खुब रहर लाग्छ। त्यही भएर हामीले अनु ब्लग छ मेरो टिकटक अकाउन्टमा, मैले त्यहाँनिर लिङ्क राखिदिएको छु। तपाईँहरूले चाहिँ त्यहाँ गएर सब्सक्राइब गर्नु सक्नुहुन्छ अनि मलाई सपोर्ट गर्नु होला गाइस। मेरो चाहिँ भर्खरै युट्युब च्यानल खोल्या हो, पहिला थिएन होइन। अरू भने त्यस्तै हो, ठिकठाकै छ। अझै सिक्न बाँकी नै छ, अझै चलाउन बाँकी नै छ। अनि आज मैले त्यो फर्स्ट मेरो भिडियो बनाउँदैछु होइन। अनि आजको मौसम चाहिँ एकदमै कस्तो राम्रो भएको छ कि। मतलब सदा त गर्मी लाग्छ नि त। अहिले चाहिँ मैले हात लगाएको छु र पनि गर्मी भएको छैन कि। घामसँग केही लागेको छैन। पानी पर्ला धुम्म भइरहेछ। अनि होला भन्न पनि चाहन्छु। अनि सबै सन्चै हुनुहुन्छ होला मेरो टिकटक फ्यामिलीहरू, मेरो युट्युब फ्यामिलीहरू। सबैले साथ सपोर्ट दिनु होला। अनि साथ सपोर्ट दिएर मलाई चाहिँ एकदमै हेल्प गरिदिनु होला भन्न पनि चाहन्छु होइन। अरू कुरा यस्तै छ। अब बिस्तारै भोलि पछि भेटौँला। अनि चोबारमा चाहिँ जहिले म आउने भनेको चोबारमै हो कि। चोबारमै आउँछु, सिकिरहेको हुन्छु। यो माथि ग्राउन्डमा अहिले खेलिराख्नु भएको छ फुटबलहरू, भलिबलहरू। त्यहाँ चाहिँ मैले अस्ति पनि आएर सिकिरहेको थिएँ कि। अनि यस्तै छ। अरू चाहिँ भनेको सुरक्षाहरूले चलाएको देख्दाखेरि मलाई एकदमै डर लाग्छ कि। उहाँहरूले कस्तो खतरा चलाइदिन्छ नि त। अनि हामी त केही पनि होइन उनीहरूको छेउमा त। तर प्रयास चाहिँ जारी छ होइन। अरू भनेको त्यस्तै हो, प्रयास चाहिँ गरिरहेको छु। त्यो चाहिँ ऐना छैन क्या। ऐना पनि गएको छ। कसरी भन्नुहुन्छ भने यो ऐनामा चाहिँ पुरै एकचोटि खुट्टा लडाएको थियो होइन। अनि त्यहाँदेखिको चाहिँ मेरो ऐना चाहिँ भाँचिराखेको छ। त्यस्तै गाइस। गएपछि अलिकति मैले हाइवेमा चलाइरहेको छैन। अहिले पसलमा बस्नुपर्छ नि त। त्यही भएर म बाहिर निस्किन पाएको छैन। सो त्यही भएको कारणले गर्दा चाहिँ अलि म गाह्रो लाग्ने भनेको अवस्था त्यही हो। अरू भनेको त मैले सक्छु, बिस्तारै चलाइ नै राखेको छु। अलि त्यसमा कमजोरी भनेको त्यही हो मेरो। अरू गाइस त्यस्तै हो होइन। अहिले तपाईँहरूले चाहिँ मलाई जसरी भए पनि त्यस्तै गाइस म सिक्दैछु होइन। अब जसरी भए पनि तपाईँहरूको साथ सपोर्ट चाहिन्छ है मलाई चाहिँ भन्ने आशा। तपाईँहरूले घरमा एकदमै सिकेर हट्छु। यहाँ चाहिँ चोबारमा आयो भने चाहिँ तपाईँले अफरोड जस्तै पाउनुहुन्छ कि बाटोहरू नि। अफरोड जस्तै बाटोहरू छ। सो गाइस आजको भ्लग चाहिँ मैले सुरु गरेको दिन हो होइन। सो जस्तै छ। अब मलाई रहर छ कि मेरो गाउँसम्म। अनि मलाई यो अहिलेको केटीहरू पुरै हिँड्छ नि। नेपालको त होइन, नेपालको नि हिँड्छ कि सुरक्षाहरू। सुस्मिता दिदीहरू, मुस्कान गइसक्यो। मलाई नि एकदिन रहर छ अरूलाई चाहिँ। अहिले चाहिँ मसँग बाइक यस्तै छ, सानो खालको त्यस्तो राम्रो बाइक छैन नि त। सो पछि भयो भने यति सकेसम्म भगवान्ले साथ दिनु भएर हजुरहरूको माया भयो भने, सब्सक्राइब गऱ्यो भने, राम्रोसँग मेरो युट्युब टिकटक चल्यो भने चाहिँ म एकदिन जाने छु है भन्ने आशमा चाहिँ छु। सो गाइस त्यस्तै हो। अरू भनेको ठिकठाकै होला हजुरहरूको खबर। अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आश राखेको छु। म चाहिँ सन्चै छु, ठिकै छु होइन। अरू भनेको अब बाँकी छ मेरो बाइकको चाहिँ अलिकति मर्मत गर्नलाई। त्यो पनि के भन्नुहुन्छ भने चाहिँ यो ऐना हाल्न बाँकी छ। सो अनि ऐना हालिसकेपछि चाहिँ मेरो बाइक अलिकति के भन्छ यसको लुक चेन्ज गर्नु पऱ्यो कि। अनि लुक चेन्ज गरेर एकदमै राम्रो बनाएर अनि म तपाईँ सक्नुहुन्छ। यहाँ चाहिँ एकदमै अफरोड जस्तै छ क्या, चलाउनलाई मजा आइरहेको छ। सो गाइस जस्तै छ। तारा ठिकै छ अहिलेसम्मको दिनहरू भन्न चाहन्छु। यति हामी रेस गएर म साँच्चीकै ठुलो रेसर भएर तपाईँहरूसँग चाहिँ यति राम्रो राम्रो भिडियोहरू कन्टेन्टहरू लिएर आउनेछु होइन।